यो भइसक्यो एभ्रिवान। आज चाहिँ हामी चाहिँ तपाईहरुलाई आज हाँसको मासु पकाउने प्लान गरेका छौं हैन। र हाँसको मासु पकाउने धनिया, प्याज, खुर्सानी, टमाटर, लसुन अनि प्लस हाम्रो यहाँ यो छ हैन। यो लगायत हामीले सम्पूर्ण कुराहरु चाहिँ मिक्स गरेर हामीले आज यो मासु बनाउने प्लान गरेका छौं। धन्यवाद। दर्शकबिन नमस्कार। आज नयाँ भिडियो लिएर हामी उपस्थित भइसकेका छौं। नयाँ भिडियो के मार्फत रहेको छ भन्ने कुरा हाम्रो राजेश सरले अघि नै जानकारी गराइसक्नु भएको छ। त्यही कुरालाई मध्यनजर गर्दै म अब हाँस काट्न गइरहेको छु। तपाईहरु हेरेर साथ दिनु होला। ल म काट्दै गर्छु, तपाईहरु हेर्दै गर्नुस् है त। त्यस्तो पुरै हाँसलाई चाहिँ पुरै पोलेर चाहिँ एकदमै एक्सपिरियन्स हुन्छ यो बारेमा। र उहाँको कटाइ देख्न सक्नुहुन्छ तपाईहरुले दर्शकले। देख्न सक्नुहुन्छ आज हामीले हाँसको मासुलाई चाहिँ काटेर पिस बनाइसकेकोलाई चाहिँ त्यसै पिस्न गइरहेको भएको छ। सबै सामान हाम्रो रेडी भइसकेको छ। अब भाँडो रेडी भइसकेको भएर भाँडो तातेपछि हामी तेल हाल्न गइरहेका छौँ। तेल अब यसरी हाल्छौँ फुत्त लाएर। अनि साथीहरू तेल गयो भाँडोमा। अघि पिसेको धुलो मसलालाई तेलमा हाल्न गइरहेका छौँ। अब यसै क्रममा हामी अघि काटेको हरियो खुर्सानी हाल्न गइरहेका छौँ। हरियो खुर्सानी काटेको चप गरेको यो प्याज पनि हाल्न गइरहेका छौँ। पिसेको अदुवा लसुनको पेस्ट थोप हाल्न गइरहेका छौँ है। अब यसरी प्याज गोल्डन ब्राउन स्वाद अनुसार नुन हाल्न गइरहेका छौँ। कलर अनुसार बेसार प्याज अदुवा लसुन यतिको भइसकेपछि हामी हाँसको मासु यसमा हाल्न गइरहेका छौँ। हाँसको मासु अब यसरी हाल्ने। हाँसको मासु हालिसकेपछि एकचोटि यसलाई चाहिँ मजाले चलाउनुहोस्। यसलाई फुल्टाइ सबैलाई सबैतिर चाहिँ ट्याक्सको चाहिँ मरमसला चाहिँ पुग्नुपर्छ है। अनि त्यसपछि चाहिँ यसको टेस्ट अब यसलाई ट्याक्क छोपेर एकछिन ट्याक्क बस्ने हाल्छ। यसलाई चाहिँ ट्याक्क छोपेपछि यो चाहिँ ल हाम्रो अब मासु यतिको भइसकेको छ। हाम्रो मासु चाहिँ फ्रोजन भएको भएर चाहिँ हाँसको मासु पानी निस्केको छ। अब हामीले यसलाई पानी सुखाउन्जेलसम्म यसरी एकदम मजाले छोप्दै भुट्दै चलाउनु। यतिको पाकिसकेको छ। यसलाई चाहिँ पानी एकदम टट्ट लगाएर सुकिसकेको छ। मासु पनि एकदम मिठो फ्राई भइसकेको छ। अब यसमा हामी टमाटर हालिदिइसकेपछि अब टमाटर पनि पाक्छ। टमाटर हालेर त्यसमा यसलाई फेरि चलाएर अनि एकछिनपछि हामीले यसलाई फेरि छोप्नुपर्छ। मासुमा टमाटर पाकिसकेको छ। अब यसमा हामी मसला हाल्न गइरहेका छौँ स्वाद अनुसार। यो मिक्स मसला जिरा धनिया हरेक चिज सबै मिक्स भएको छ। यसलाई चाहिँ 3 चम्मच हालेर घुमाउने। अब यसलाई फेरि एकचोटि सटर घुमाइदिनुहोस् अनि कलर झ्याप्प निस्किन्छ। अब एकछिनपछि यसलाई पानी हालेर फेरि उमालेर झ्याप्प थोरै झोल बनाएर खानुपर्छ। झोल बनाउँदा एकदमै हाँसको मिठो हुन्छ। लोकल कुखुराको जस्तै टेस्ट आउँछ। यसलाई यतिको भइसकेको छ। अब यसलाई चाहिँ धनिया हालेर हामी गार्लिक गर्नेछौँ। धनियालाई चाहिँ माथिबाट सर्न हाल्नेछौँ। अब हामी चाहिँ अब इन्डिङ टाइममा आइपुग्यो है। इन्डिङ टाइममा आइपुगेको छौँ। अनि हामी फेरि अब यसलाई निकाल्नेछौँ। ल हाम्रो मासु कम्प्लिटली रेडी भइसकेको छ। अब कस्तो छ चाखेर हामी खाएर तपाईहरुलाई स्वाद बताउने छौं। हाम्रो मासु चाहिँ अब यसरी रेडी भइसकेको छ।
हामीले धनिया हालेर टक्क रेडी बनाइसकेका छौँ। मासुको कलर यस्तो आइसकेको छ।